Hello guys, this is Agoina Park. Guys, here's a ticket scan गर्ने ठाउँ हो. यहाँबाट मिलेर छैन क्या. यहाँ चाहिँ टिकट स्क्यान गरेको छ भित्र छैन. Thank you. भइरहेको छैन. यताबाट लाइन रहेछ. यो चाहिँ डल्ली. Hello guys. Hello What's guys. up? नमस्ते सबैजनालाई. सबैजना नमस्कार. हामी चाहिँ आज घुम्न आएको छौँ. कहाँ हो रे? सिन्जुकु गोइनो पार्क. हजुरहरु पनि फुर्सद मिलाएर आउनु होला. कस्तो राम्रो हरियाली छ. यता हेर्न सक्नुहुन्छ. गाइस, ठाउँ चाहिँ एकदमै रमाइलो छ है. मलाई पनि रमाइलो लाग्यो यो ठाउँ. म पनि फर्स्ट टाइम आएको हो. पहिले त साकुराहरू फुलेको थियो, अहिले त साकुराहरू फुलेको रहेछ नि. धेरै पछाडि आयो यो ठाउँ हैन. फेरि पनि नेपालको जस्तै छ है, हरियाली छ. वन जंगलहरू चट्टलाएर एकदमै राम्रो नेचुरल गार्डन. डल्लीमाले कस्तो लागिरहेछ? मलाई धेरै रमाइलो लागिरहेछ. अझ चाहिँ कसरी यस्तो ठाउँमा आइपुग्यौँ होइन. खासै अरू बेला छुट्टी हुँदैन नि त. अझ चाहिँ गएको छिटै छुट्टी भएको थियो, त्यही भएर गएकोबाटै हामी चाहिँ घुम्न आएको. साथी नै हेर्नु न, कोही छैन. अब स्कुलबाट 2जना साथी, 2जना यहाँ घुम्न आएको छौँ. अब हजुरहरू पनि आएर यसरी भिजिट गरिदिनु होला होइन. राम्रो छ ठाउँ चाहिँ. जताततै हरियाली वन जङ्गल छ, हाम्रो नेपालको जस्तै. यहाँबाट कुन लाइन जाने? आज चाहिँ नेपालको साह्रै याद आयो है. हाम्रो नेपाल जस्तै लाग्यो मलाई पुरै. ल पहिले त यो हालेको थिएन यार, अहिले त यो पनि हालेछ. कस्तो दामी बनेछ भने. पहिले यहाँ यो हालेको थिएन क्या. हजुर पहिले यो हालेको थिएन. यहाँबाट कस्तो राम्रो बनेछ अहिले त यहाँतिर. कस्तो दामी बनेछ भने ठाउँ त. वाउ. ओनेगाई के रे बसिरहेको? अब यहाँ ओनेगाई भनेर अक्षर लेखेर त्यो लेखेर बसेँ. हेरेर बसेको. रमाइलो लाग्यो. नाच्न एकचोटि. म त यस्ता नाचिदिन्छु नि. तपाईँ टिकटक बनाइदेऊ न त. डल्ली गाइज आउनु. बेला बेला इन्जोय पनि गर्नुपर्छ कि गाइज. कति काम हुनुहुन्छ. आहा कस्तो शीतल भयो. हिँडेको यहाँ म हिँडेको बनाइदियो न. यता 2टा बाटो 3टा बाटो रहेछ. कुन चाहिँ जाने? ओइ डल्ली कुन जाने? यताबाट जाने कि पहिला यताबाट जाने? यता त अघि जुन फर्केकै बाटो पुगिन्छ क्या अरे. यताबाट जाउँ एकचोटि के रहेछ हेरेर. अब अघि जुन बाटो आएको हामी त्यही बाटो त होइन भन्नुको मतलब. अब आमा नाचेको हेर डल्ली. कस्तो रमाइलो छ. दर्शकबिन हजुरहरूले हेर्न सक्नुहुन्छ. हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? अनि के छ खबर? हामी चाहिँ आज यता घुम्न आएको छौँ. सिन्जुकुमा रहेको एउटा ठुलो पार्क हो. पार्कको नाम के हो रे साथी? गोइनो पार्क हो कि? गोइनो पार्क. हजुरहरू पनि आउन सक्नुहुन्छ है. धेरै राम्रो रहेछ. गोइनो नेसनल पार्क. ल हेर्न है कस्तो राम्रो छ ठाउँ. कति काम मात्र गर्नु भनेर आज चाहिँ यसो घुम्न आएको साथीसँग है. धेरै रमाइलो लाग्यो. हजुरहरू पनि आउन सक्नुहुन्छ. सानो पोखरीमा माछा पनि छ नि. यहाँ माछा छ. लास्टै गर्मी छ है. आज चाहिँ लास्टै गर्मी छ है. यसो पाक्दिरहेको कस्तो शीतल भइदियो हेर्नु न.
फोन चाहिँ फेरि पोखरीमा नफसाउने फेरि के हुन हौ के हुन कति फोन हो फेरि थाहा होला नि लास्टै यहाँ ल हेर्न सक्नुहुन्छ है यस्तो राम्रो टाइल्स छ हेलो हेलो गाइज कस्तो लाग्यो हौ यो ठाउँ रमाइलो रमाइलो धेरै समय पछाडि चाहिँ अब यसो घुमघाममा निस्केको थिएँ अनि यो चाहिँ मेरो क्लासमेट हो सँगै पढ्ने साथी हो म चाहिँ नाच्दै हिँड्छु है मलाई धेरै राम्रो लाग्यो ठाउँ कस्तो घाम टल्किरहेको गर्मी पनि धेरै गर्मी छ होइन तर पनि म चाहिँ शान्त हुन्छ कि आएपछि डल्ली के भन्दैछ त्यहाँबाट कसरीबाट शान्त हुन्छ होइन यस्तै छ गाइस तर आउनु पनि यो पार्क त पहिला पनि आएको थिएँ त्यतिखेर चाहिँ साकुराहरू धेरै फुलिरहेको थियो एकदम मजाको थियो होइन अहिले चाहिँ साकुराहरू चाहिँ फुलेको रहेनछ तर पनि घुम्नको लागि एकदमै रमाइलो बेस्ट भनेको चाहिँ यहाँ सिन्जुकूको गैनो पार्क यो के हो मलाई के थाहा नेपालमा नि पाउँछ यो पाउँदैन ए नाच्छु भने छुन दिँदैन ओ यो के हो यसको नामै थाहा भएन कस्तो राम्रो फलहरू फल्यो रहेछ है यो चाहिँ नेपालमा नि छ है तर नाम कुनै पनि थाहा छैन देखेको छु कस्तो राम्रो ठ्याक्कै चाहिँ के पर्यो गोदावरीको पार्क जस्तो देखिन्छ कि ठ्याक्कै हेर्दाखेरि होइन चट्ट रमाइलो मस्ट ब्युटिफुल 2 वर्षपछि नेपाल गएको जस्तै फिल भइरहेछ के डल्लीको जिगा साँच्चै हो कि मलाई नेपाल आएको जस्तै फिल भइरहेछ नेपालको जस्तै छ नि त घुम्ने ठाउँहरू डल्लीको न्याङ्गो जाओस् न त नि न्याङ्गोबाट भन्नु न मेरो त त्यो कोनिचिवा नमस्कार मिनासान कोनिचिवा अहिले सेमन पर्ने भइसक्यो अब न्याङ्गो आएन भने त गाह्रो परिहाल्छ नि त गाह्रो देश मादा न्याङ्गो दाइजोबु देशको दाइजोबु देश तोरीवा दुको देशको तोरीवा आसोको देश कोइनवा दुको देशका कोइनवा दुको देश कोइनवा सिन्जुकू नो चिकाकू होन्तो होन्तो देश वाओ oh sugoi beautiful नकचारीको फेरि हेर अनि पनि देखाइदेऊ न कस्तो यसको नाम के रे के भन्छ रे कस्तो राम्रो देखिरहेको हाँस होइन हाँस हो र हाँस त होइन हाँस त देखेको छ नाम चाहिँ ठ्याक्क आएन थाहा भएन गाइस तपाईँहरूलाई थाहा भयो भने भन्नु होला है जाने होइन अनि टक्क लगाएर बस्ने अन्त म ऊ त्यहाँ रुखको फेदतिर बसिरहेको थिएँ पहिला ऊ त्यहाँनिर 0.5 चिकना यो सोना नि चिकना यो चिकना यो मेचा चिकना रहेछ नि हो कता वाओ most beautiful wow
दामी मस्त ब्युटिफुल। यसो होइन हजुरहरू पनि घुम्न आउन चाहन्छु भने मलाई कन्ट्याक्ट गर्नु है, म घुमाइदिइहाल्छु। पुरै पसिना आइरहेछ होइन, तर पनि पुगिराखेन क्या घुम्नलाई। चिसो खाने हो त नि है डल्ली? हजुर चिसोहरू खाने हो। चिसो जाउँ न, यसो घुमौँ। त्यहाँतिर कहाँनिर भेन्डिङ मेसिन छ जस्तो लागिरहेको थियो। जिदान भाइ कि यता त कहाँनिर जिदान भाइ कि छ होला होइन। जिदान भाइ किबाट निकालेर जाने, कहाँबाट जाने भने ए ए ए यताबाट होला सायद, यता पढ्तिरै होला जिदान भाइ कि त। त्यो चाहिँ ओदेर हो कि हो? ओदेर होइन जस्तो, त्यहाँ पनि गएर घुम्ने ठाउँ मात्र हो। मस्ट ब्युटिफुल। आकाश पनि क्लियर छ आज यार। गीत जाओस् न डल्लीको। मलाई गीत आउँदैन। भाइभन्दा ठुलो जान्दैन, मलाई त त्यस्तो लाग्दैन। मायाले गर्दा तिमी र म सँगसँगै घुमाउन होला। कस्तो राम्रो लाग्यो। Oh my god. जिदान भाइको जाँदैछु हामी। हेलो गाइज, हामी चाहिँ अब घुम्दा घुम्दै थाकेको पनि छु, अनि पानी तिर्खन लागेको छ। लास्टै गर्मी छ, आज भोलि लास्टै गर्मी छ। त्यही भएर साथीले चाहिँ यहाँ म चाहिँ कुन खाने भन्दाखेरि म कोकै खान्छु। हुन्छ, अब कुन चाहिँ राम्रो हुन्छ त्यो आफै छानेर दिने है। जे दिन खान्छु म त स्प्राइट। ओके हेलो गाइज, यस्तो सुविधा छ है, घुम्दा घुम्दै थाकेको हुन्छ होइन। 500 को नोट हो फेरि। 500 को ल 500 नोटै चलेन। 100 को छैन तिमीसँग? लेख्न चाहिँ यहाँ ओके भन्ने यहाँ रहेछ, 100 को छैन मसँग, 1000 को मात्र। 1000 पनि चल्छ होला। यहाँ चल्यो फेरि यार। यहाँ चाहिँ के भएर हो, 500 को डलर चाहिँ नचल्दो रहेछ है यो भेन्डिङ मेसिनमा चाहिँ। 100 रुपियाँ दियो त। छैन त, लास्ट गर्मी छ है, आज भोलि लास्ट गर्मी छ। 100 रुपियाँ दियो। ओ सरी पुग्छ। 500 को नोटै चलेन भने अस्ति गर्मी भएको छ यति चाहिँ। निकाल्न सकेन हौ। लेट्स गो। मिठो हुन्छ यो। स्प्राइट हो, मिठो हुन्छ। पार्क खोज्दैन सबै बस्ने ठाउँ। अनि यो पनि पार्क त हो नि। हैन बस्ने ठाउँ जस्तो कता उता रुखको फेदतिर जाउँ। हेरौँ न कस्तो राम्रो ठाउँ। हिल्स गरेछ नि। कस्तो राम्रो ठाउँ छ के गाइज। रुखको फेदतिर जाउँ न, कता नि छ। फेदमा सबै मान्छे भरे। यस्तो गर्मी छ, यस्तो गर्मी छ। ओ त्यो त्यतितिर जाने के? ल अब त जाने। हामी चाहिँ स्कुलबाटै घुम्न आएको छौँ है, स्कुल छुट्टी भएर घुम्न आएको साथी र म चाहिँ। हाम्रो चाहिँ बुक पनि हामी सँगसँगै बोकेर हिँडिरहेको छौँ है। अब हामी चाहिँ पढ्ने हो, भोलि टेस्ट छ, पढ्नु पर्यो नि त गाइस। के गर्नु, अब पर्सिबाट काम छ, आज र भोलि छुट्टी हो। गर्मी भए यस्तो अवस्था छ, हेर्न सक्नुहुन्छ। पुरै गर्मीले होइन, पसिनै पसिना छ।
पिए ल कस्तो मिठो लागेन आज चाहिँ ल बोल ल यतिको जाने कति भाग्यो डल्ली हजुर कति भाग्यो अगाडि अगाडि भाग्ने त कति फिट छ अरे तिमी हजुर कति फिट अरे 5 फिट 5 छैन होला छैन छैन भने 5 फिट त मान्छे ठुलो हाइटले हुँदैन है केले हुन्छ मनले हुन्छ मनले मन चाहिँ कहाँ हुन्छ नि फेरि मन कोकोरो भित्र हुन्छ कोकोरो भित्र मुटुमा हुन्छ मुटुमा मन कहाँ हुन्छ मुटुमा थाहा छैन मलाई मन कहाँ हुन्छ तन मन कहाँ हो उडाइदिन्छ यो हावाले तन मन सबै कसरी उडाउँछ यसरी भन्न न भिडियो भइसक्यो होइन अहिले गर न छोटो गर्ने जति गर नि ल फोटो पोज पोज मात्रै दिएर बस खिचिसक्यो रिस उठेर आएको छ फोटो खिचाउँछ फोटो खिच्न फोटो खिच्न फोटो खिच्न लास लाग्दैन मान्छेहरूको गरिन यो नवको डान्स चाहिँ के देखाएर होला उनीहरूले पनि सिकोस् के मबाट केही कुराहरू सिक्छ नि ब्याग चाहिँ त्यही छोडिरहेको बस न ल बस कस्तो दामी महारानी ऊ जस्तै देखिरहेछ के अरे दरबारभित्रमा बस्ने 80 रुपियाँ सुन चाहिदिने ल्याइदिनु पर्ला जाऊ जहिले पनि त्यही एउटा गीत भयो कुन गीत आउँछ मलाई कुन गीत आउँछ मलाई गीतै आउनु टिकटक बनाउँछ टिकटक चाहिँ कुन गीत बनाउनु त्यो तामाङ सेलाहरू त आउँदैन जाओस् न एउटा गीत अनि मेरो मनभित्र आउँछ तर बाहिर खुलाउन सक्दिनँ क्या म गीत चाहिँ यो भने चाहिँ तर मनभित्र चाहिँ म गीत गाइरहेको हुन्छु म हातले नाचिरहेको हुन्छु यसरी यसरी गाह्रो छ नि है गाह्रो छ मनभित्र चाहिँ कसरी आउँछ नि मनभित्र चाहिँ खोइ कसरी आउँछ गीतहरू आउँछ नाच्न नि आउँछ क्या मलाई डेन्जर डान्सहरू आउँछ स्टेप बाई स्टेप यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ तर गर्दाखेरि हातबाट चाहिँ बाँधेको जस्तो हुन्छ क्या पुरै डोरीले बाँधिराखेको हुन्छ कि नाच्नलाई आउँछ होइन यो त यस्तो यो स्टेपमा त यस्तो पो गर्नुपर्छ जस्तो लाग्छ मलाई आउँछ नि जस्तो लाग्छ जब आफू झुरुक्क उठेर नाचेपछि त छैन कस्तो रमाइलो छ दामी थियो दामी हामीलाई पनि चाहियो राम्री राम्री नानी ऊ त्यहाँ छ राम्री राम्री नानी अहिले त यहाँ त यो त फुटबल हो यो तर मान्छेहरू आएको यहीँ हो कि के हो कहाँ सबै फोटो हालिरहेको हुन्छ फुलै फुलको त्यही त होला यही होला कस्तो राम्रो पनि रहेछ त्यो घरहरू देखेपछि नेपालकै घरहरू जस्तो लाग्छ है यो नेपालै त नि यो काठमाडौँको सिन्जुको काठमाडौँको कहाँ अरे सिन्जुको जौला खेल हो क्या यो फुलहरू देखेपछि जौला खेल जस्तै लाग्छ जाउला खेल होइन हौ जाउला खेल दामी देखिन्छ एकचोटि उ गरी हेर न सुतेर नि फुलमाथि नसुने फुल सुन्नुहुँदैन आफू कस्तो राम्रो हेर्ने
दामी दामी फोटोहरू छ आमा नि त्यो बन्द गर मेरो फोटो खिच फोटो खिच्नु पर्दैन 2-4 वटा फोटो खिच प्रोफाइल हालेपछि त नि फोटो खिच्ने हैन भिडियो मात्र बनाउने सेसिन तोते कुरियरु हैन फोटो भिडियो मात्र अब सबैजना आउँछ यार हिरा नै हो सेसिन हिरा नै हो म त सोच्छु त सेसिन यो के रे फुल रातोले गर्दाखेरि अनुहार पनि रातो देख्छ अनुहार पनि रातो पनि हैन पनि रातो अब ल फोटो ल फोटो खिचिसक्यो खिचिराख्ने फोटो खिचिसक्यो कस्तो घाम टल्केको अनि पोज कस्तो गरौँ अरू यस्तो गरौँ जाउँ अब पोज छैन मेरो छिटो फोटो खिच्यो यहाँ राम्रो आउँदैन के छिटो के फोटो खिच्यो यो ठाउँ छोडेर म जान्न ल बोल न ल के भन्न चाहेको थियो रे हे दैवा मेरो फोटो खिच्यो न बाबा फोटो खिच्यो फोटो बोल न बोल छिटो न मान्छेहरू हटाएर गरे फोटो खिच्यो रिस उठ्छ नि मलाई त कस्तो गर्मी भएर कस्तो भइसक्यो फोटो खिच्छ नि छिटो फोटो खिचिरहेको छु छिटो न फोटो खिच्छ न यस्तो फोटो आएछ फोटो हो फोटो हो टाढोबाट खिच्छ फोटो खिच्यौ न भनेको माने कस्तो गर्मी भइसक्यो ल के हो त्यो छिटो यसरी बस्नु दिँदैन छिटो फोटो खिच्नु हेलो गाइस हामी चाहिँ अब घर फर्किँदैछौँ है कपाल न त न कस्तो काले आज कालो हाप्सी देखा कालो मान्छे गोरो आउनु पर्ने हो र तिमी सेतोमा नि सेतो मोटर बाइक हो नि त बुम 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 गाइस हेलो अब चाहिँ हामी घर फर्किँदैछौँ है गाइस मोटर बाइक हो नि त बुम 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 डल्ले कस्तो खुट्टा दुख्यो के जाउँ न अब घर कहाँदेखि खुट्टा 3500को जुत्ता धेरै महँगोको त होइन सकिन्छ होला भनेर सस्तोको जुत्ता ल्याएर आएको त्यो पनि सकिनै आयो अझै पनि मन पुग्यो खान घुम्नलाई कस्तो खुट्टा दुखेर मर्ने बेला भयो अब कतिखेर निस्कियो गाइस अब चाहिँ हामी घरतिर फर्किएको होइन एकदमै रमाइलो भयो घुमेर धेरै पछाडि आयो फर्केको हो धेरै पछाडि नै आएको थिएँ तो बोल्ने मन लागेन कस्तो राम्रो हुँदैछ नानी अझ लास्टै गर्मी भएको छ कि गाइस लास्टै गर्मी भएको छ हेर अरूबाट कालो भएको कालो मान्छे कालो भएको अल्छी लागिसक्यो अल्छी लागिसक्यो भने हिँड्नु पनि झ्याउ लागिसक्यो बिहान पनि कति गर्मी भइरहेको भने पसिना पसिना भइरह्यो भने चिची पापा खाने हो मामा घर जाने हो मामा घर जाने हो मामा घर के खाने हो मामा माइजूले के दिन्छ त्यही खाने हो
पाउन मान्छे मामाले मान्छेले चाहिँ के दिन्छ नि अब दिन्छ होला नि के दिन्छ पाउनलाई के दिन्छ त खाजा सानो खाना बनाएर लोकल भाले काट्नुहुन्छ होला ट्याक्क काटेर चट्ट लोकल भाले कुकुर लोकल भालेको खानेको अनरे हो यतिकै मोटी हुन्छु त म कस्तो कालो देखाएको कालो हट कस्तो भूत जस्तो मान्छे तर्सिन्छ हेर्ने मान्छे पनि तर्सिन्छ भाइ भूतलाई भूत नभन्दाखेरि के भन्छ भने म भूत यस्तो राम्रो मान्छेले भूत भन्न थाले भने त अनि जिन्दगीमा कहिले उभो राख्दैन गाइस बन्द गर्यो किन भन्नु यस्तो राम्रो रमाइलो ठाउँ आएर यस ओ भूतनी ओ भूत हेलो गाइस मलाई चाहिँ हेर्नु न साथीले चाहिँ भूत भन्छ के भन्छ साँच्चै म भूत जस्तो छु र यसो हेर्न सक्नुहुन्छ है मान्छे चाहिँ कालो त कालै छु म कोलो त कोलै छु म लास्टै गर्मी भएको छ क्या त्यो भिडियो सिडियो नबनाउँदा गर्मी भएर मन लाग्यो नबोल्न सक्नु आफू बोल्यो होइन आफू चाहिँ लाटो मान्छे चाहिँ हिँ गरेर बस्छ भूतनीले बोल्यो नि त म कहिले पनि बोल्दैन खासै बोल्ने मान्छे नि होइन म चुपचाप शान्त भएर बस्ने मान्छे हो तर अझ चाहिँ किन बोलिछु भन्दाखेरि कहिले काहीँ बोल्न मन लागिहाल्छ नि गाइस कति शान्त भएर बस्छ होइन ल है गाइस हामी चाहिँ अब सोरो वारी गरौँ है आजको घुमघाम चाहिँ यति नै भन्न चाहन्छु।